गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो आमा घर फर्किनु हुँदैछ है। मैले सब्जी रोटी बनाएर चाहिँ खाएर रेडी भइसकेँ। मैले चाहिँ आमाको जाने टाइम भएर चाहिँ यहाँ चिया नखाइकन अब जानु आँटेको पुऱ्याउनु आमालाई। जाने हो अब भयो टाइम। हाम्रो चाहिँ यहाँ आमालाई पनि यहाँ भिडियो बनाउँदैछ। अब गएको आमालाई पुऱ्याउनु। अब हिँडेको हजुर हिँडेको नातिनी पनि पछि पछि हिँडेको। हजुरलाई पछाउँदै नातिनी पनि पछि पछि। अब हामी चाहिँ गाडीसम्म पुर्याएर गाडी हेरेर आउँछौँ है। म त चप्पल त यही पो लगाएर आएछु। आमाले त्यो बेचेर गएको अटेन नि त पोकाहरू बेगै ल्याएको थिएँ सानो भयो। अब हिँडेको हामीहरू बेग त जस्तो तसो गरेर घरै पुग्ने हो। निस्केकै हामी चाहिँ आमालाई बिस्तारै गएको निक्लेको घरबाट। अब मिरा मिरा आमालाई भनिराख्नु नि गयो भनेर। गयो अरे भनिन्छ गाडी हिँड्ने आँटी हतार भयो। हतार भयो नानी हजुरलाई पुऱ्याउनु गएको भन्दा न। हजुरलाई पुऱ्याउनु गएको अब यहाँ माथिसम्म भन्दा हजुर पुऱ्याउनु गएको। कस्तो पानी आउला जस्तो दिनभर चाहिँ अँधेरो भयो है। बाटोहरू साथीहरू आज चाहिँ 4:10 बिहान भुइँचालो ठुलो आयो। कसले याद पाउनु भयो कमेन्ट गर्नुहोस् है ल। कसले भुइँचालो आउँदा डर लाग्छ? मलाई त पुरा डर लाग्छ। तर दिदी आमाहरू भएकोले गर्दा मलाई त आज अलिक डर लागेन। हामी चाहिँ सबैले याद पाएर सबैजना गएर उठ्यो पनि बिहान 4 बजी 4:10 चाहिँ। हजुर मेरो नानीले याद पर्छ नि। हजुर त हजुरबा भएकोमा गएको है। आइपुग्यो स्ट्यान्ड। उता होला सिलगढी। यता ऊ सिलगढी भन्नु। ए यता रहेछ उयो विनोद दाजु विनोद ड्राइभर यहाँनिर। यो गयो सिलगढी उयो यो होइन तपाईँको कताको? ए यता रहेछ हौ आमा तल। कहाँ छ बेमा? औ एकजना आयो मेरो एकजना बहिनी थियो नि तिनटाबाट। गाडी चाहिँ यो रहेछ विनोद दाजुको गाडी। हिँड्न आँट्यो क्या विनोद? हजुर के छ? के पनि छैन। त्यसले हुन्छ आमा मात्रै छ मान्छे मात्रै छ। गाडी चाहिँ यही हो। सिलगढी जानुको आमा चाहिँ डाइरेक्ट सेकेन्डमा हो सिट। मान्छे नै भेला मान्छे चाहिँ भएर कतिजना छ? मान्छे भएर होइन खाली हिँड्नु बाटोबाटै उठाउँदै केही बाटोमा पाउँदैन केही। उताबाट आउँदा हुन्छ नि त सामान। पाउँछ नि त मान्छे पनि अगाडि बसिरहेको हुन्छ।
जाऊ नातिनी जाऊ बोजूसँग हजुरमा ल्याउनु जाँदैन जाने आमा छोरा कहाँ जान्छ अन्त रुँदै बस्नु ल बाध्दै कामै के छ यसको अन्त रुयो करायो चिल्लायो रुँदै बस्नु त्यति त हामी चाहिँ यहाँ स्ट्यान्डमा आएको छौँ आमा र बुढीलाई गाडीमा चढिरहेको छ अब हिँड्नु आँटेको सात बज्न चाहिँ छ नि टाइम भ्याउँछ पुरी बनाइदिनु सब्जी छ पुरी खाएर जान्छ अलिकति भात बनाइदिँदा पनि भइहाल्छ खिचडी बनाइदिन्छु आज नानीलाई सब्जी छ मिठी खाने खै यहाँ नाक्नु छ कस्तो घिनलाग्दो दोकान त खोलेको छैन मिठीको अरे कस्तो चङ्क है मिठी दोकान त खोलेको छैन भने यता देखाएको कि ऊ माथि छ अरे कस्तो चङ्क रहेछ है यो त जाऊ जाऊ दिदी गइदेऊ म यसो उसँग चिप्स जानु ल्याउँछौँ जानु जानु म यहाँ बस्दै गर्छु जाँदिनँ नि म गाडीमा म त घर पो जान्छु त मिठाई खानु गएको अरे दुईजना ए मैले त्यो उयो अमलाहरू बाहिर सुकाइराखेको थिएँ राख्नु बिर्सेछु निकाल्नु तपाईँले अहिले त्यो सुपारी खाँदा याद भयो छानामा पानी पर्छ होला उठ्यो जाम भएन अस्ति त बाटोले बर्खा जस्तो त हुँदैन नि र पनि जाम भयो नि एकछिन एकछिन त हुन्छ मिठाई किनेर नि आएँ दुईजना आमा छोरी यो खान्छ बिहान बिहानै अर्को खोइ आएको पैसा खोइ अर्को पैसा चाहिँ गयो कता गयो दोकान गयो आएको पैसा दोकान गयो अरे लु पखेर सबै गरिदिनु होइन अझै एकजनाको सिट चारजना हो नि त तिनजना मात्रै गएको अब गाडी हजुरी बाई बाई भन्यो हजुरी बाई बाई अरे गयो गाडी बाई 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 बाई